नमस्कार सम्पूर्णमा र विशेष आज फेरि पनि एउटा नयाँ भिडियो लिएर आइसकेको छु र आजभन्दा केही दिन अगाडि मैले है एउटा किडनी पेसेन्ट बहिनी शिवानी गुरुङको निम्ति एउटा अपिल भिडियो बनाएर अपलोड गरेको थिएँ र त्यस भिडियोलाई हेरेर हजुरहरूले चारैतिरबाट बहिनीको परिवारलाई सहयोग गरिरहनु भएको छ। त्यो सुनेर एकदमै खुसी पनि लाग्यो है। र उहाँको परिवारले भनेअनुसार दार्जिलिङबाट मात्रै नभएर विभिन्न अन्य स्थानहरूबाट पनि सहयोगको हातहरू अघि बढिरहेको रहेछ र साथै भारतदेखि बाहिर देशबाट पनि है थुप्रैले मद्दत गर्न खोजिरहेको रहेछ। एकदमै खुसीको कुरा हो। तर हामीबाट एउटा सानो गल्ती हुन गएछ। त्यस भिडियोमा चाहिँ एउटा एकाउन्ट नम्बर चाहिँ बहिनीको अलिकति मिस्टेक, एउटा डिजिट चाहिँ मिस्टेक हुन पुगेछ है। त्यसर्थ कतिजनाले चाहिँ अब जिपेमा त गर्दैछ तर डाइरेक्ट एकाउन्टमा हाल्नु खोज्दा चाहिँ कतिपय इस्युजहरू आइरहेको रहेछ। त्यसर्थ हामी आज है त्यो एक्चुअल एकाउन्ट नम्बर चाहिँ करेक्ट गरेर हालिदिनेवाला छु। साथै उहाँको परिवार पक्षबाट पनि है हजुरहरू सम्पूर्णलाई एउटा धन्यवाद दिनु चाहनुहुँदै थियो। त्यसर्थ त्यो पनि म हजुरहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। धन्यवाद। र सबै महानुभावहरूलाई फेरि पनि नमस्कार छ समग्रमा सबैलाई। विशेष गरी अस्ति विगत केही दिन अगाडि चाहिँ नानीको लागि, शिवानीको लागि, जो चाहिँ अब अहिले किडनी पेसेन्ट छ अघि, किडनी सुकेको फेलर भएको कारणले गर्दाखेरि अचानक हामी अन्डर ट्रिटमेन्टमा छौँ। नानी डायलिसिसमा छ। हिजो मात्रै डायलिसिस गरेर ल्याएको, हप्तामा 2 पल्ट डायलिसिस गराउँदैछ। अघि नै हामीले अघिको भिडियोमा नानी हाम्रो कञ्चन भाइले युट्युबमा अपलोड गरेको थियो। यहाँ आइदिनु भएर उहाँले है धेरै मोटिभेट उहाँलाई गर्नुभयो र भिडियो पनि बनाइदिन्छु भनेर उहाँले भिडियो बनाइदिनु भएको थियो। जसको कारणले गर्दा सोसियल मिडियामा हाम्रो शुभचिन्तकहरूले, चिनाजाना आफन्तहरूले, अचिना महानुभावहरूले जसले हामीलाई माया गर्नुभयो टाढा टाढाबाट धेरै सेयर गरिदिनु भयो। त्यसले गर्दाखेरि सेयर गरेको अनुसार थुप्रो जग्गाबाट हामीलाई चाहिँ सपोर्टहरू आइरहेको छ। थोरै बेसी अलिअलि जस साथीभाइहरूले, चिनाजानाहरूले, नानीको कलेजको स्टुडेन्टहरूलेदेखि लिएर हाम्रो चिनाजाना हुने अथवा टाढा टाढाबाट पनि बाहिर देशबाट पनि हामीलाई सपोर्ट अलिअलि गरिरहेको छ। जसको कारणले गर्दाखेरि हामीले धेरै मनोबल पाइरहेको छौँ। अघि हामी यसलाई ओभरकम गर्न सक्छौँ र हामी चाँडै नै अब यो मे महिनाको 2nd विकतिर हामी कलकत्ता जाँदैछौँ ट्रिटमेन्टको लागि। जसको कारणले गर्दाखेरि फाइनेन्सियली हामीलाई सपोर्ट हुँदैछ। अनि विशेष गरी अस्ति यो भिडियो बनाउनुको तात्पर्य चाहिँ के हो भने अस्तिको भिडियोमा चाहिँ एउटा कुरा चाहिँ क्युआर कोड हामीले सेयर गरिदिएको थियो नानीले, कञ्चनले, जसले अरूलाई पनि यति साह्रो सेयर गरिदियो अरूले फेसबुकमा अघि। जसको निम्ति सबैलाई धन्यवाद जसले सेयर गरिदिनु भयो हाम्रो भिडियोहरूलाई। अन्त मेन कुरा चाहिँ के भयो भन्दाखेरि त्यहाँनिर चाहिँ आज भिडियो बनाउनुको तात्पर्य चाहिँ यहाँ एकाउन्ट नम्बर त्यहाँनिर क्युआर कोड त ठिकै छ अघि, जसरी गुगल पे गर्नु त्यसरी नम्बर पनि ठिकै हो मेरो नम्बरमा। तर त्यहाँनिर अहिले यो युको ब्याङ्कको मेरो खाताको चाहिँ एकाउन्ट नम्बरमा चाहिँ एउटा 0 चाहिँ मिस्टेक भएकोले गर्दाखेरि मैले थुप्रो जग्गामा एनजिओजहरूले कति जग्गाले पनि त्यही कुरालाई यहाँ गरिदिरहेको छ अघि। थुप्रो जग्गाले गर्छ। हिजो मात्रै पनि मलाई एउटा आर्मीको भाइले अहिले बिहान फोन गर्नुभयो पल्टनबाट अघि, मारेबुङको भाइले। हामी पनि अलिअलि सपोर्ट गर्छौँ भन्दाखेरि उहाँले पनि भन्नुभयो तपाईँको एकाउन्ट नम्बर मिस्टेक भएको छ, त्यो चाहिँ संशोधन गरेर एउटा भिडियो बनाउनु भनेर उहाँले मलाई सल्लाह दिनुभयो। त्यसले गर्दाखेरि चाहिँ मैले यो भिडियो पनि बनाएको थियो। एकाउन्ट नम्बर चाहिँ मेरो यो भएको छ। अस्ति चाहिँ मिस्टेक भएकोले गर्दाखेरि यहाँनिर एउटा 0 चाहिँ छुट्नु गएको रहेछ पहिलाको कञ्चन भाइले जुन युट्युबको भिडियो बनाएकोमा चाहिँ। त्यसले गर्दा म सरी भन्न चाहन्छु। जसकोले गर्दाखेरि टाढा टाढाकोलाई चाहिँ कतिवटा कुरा एकाउन्ट नम्बर नै क्युआर कोडमा हुँदैन, गुगल पेमा हुँदैन र हामीलाई ब्याङ्कको नम्बर नै चाहिन्छ भन्नुको कारणले गर्दाखेरि चाहिँ मैले यो बनाउनु परेको कारणले गर्दा खास चाहिँ अब यो हो जुन चाहिँ म कञ्चन भाइले फेरि पनि अपलोड गर्दैछ संशोधन गरेर सठिक एकाउन्ट नम्बर चाहिँ अब उहाँले फेरि गरिदिनुहुन्छ। फेरि पनि यो भिडियो चाहिँ जसले फेसबुकहरूको चलाउनु हुनेले फेरि पनि तपाईँले सेयर गरिदिनु होला, किनकि यो एकाउन्ट नम्बरले गर्दाखेरि अलिकति चाहिँ असुविधा भएको छ। जसले चाहिँ एकाउन्ट नम्बरमा मलाई सहयोग गर्नु चाहँदैछन् त्यहाँनिर अलिकति मिस्टेक भएकोले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ सही एकाउन्ट नम्बर चाहिँ हामी तपाईँलाई दिन्छौँ। फेरि पनि तपाईँले सेयर गरिदिनु होला यो भिडियोलाई। हुन्छ। नानीकोबाट पनि जतिले अहिलेसम्म तपाईँले हामीलाई सपोर्ट गरिरहनु भएको छ, गाउँ समाजले, साथीभाइले, बाहिरबाट सम्पूर्ण महानुभावहरूले, नानीको तर्फबाट पनि नानीले तपाईँलाई धन्यवाद दिन चाहँदैछ र नानीलाई सम्झिन्छु। र यहाँहरू सबैजनालाई मेरोबाट नमस्ते भन्न चाहन्छु।
र हजुरहरू सबैजनाले चाहिँ अहिले मलाई धेरै भन्दा पनि धेरै सपोर्ट गरिरहनु भएको छ। मैले एक्सपेक्ट गरेको थिइनँ यति बिघ्न म सपोर्ट पाउँछु भनेर। र मेरो कलेज फ्रेन्डदेखि लिएर मेरो स्कुल फ्रेन्डदेखि लिएर मेरो आफन्तहरू, मेरो समाजकोहरू, मेरो चर्चको मान्छेहरू, सबै दार्जिलिङको मान्छेहरू, सबै मान्छेहरूले मलाई धेरै धेरै सपोर्ट गरिरहेको छ। र एकदमै बाहिर देशबाट चिन्ने त भयो तर नचिन्ने मान्छेहरूले पनि मलाई धेरै सपोर्ट गर्नुभएको छ, मलाई मोटिभेट गरिरहनु भएको छ। र त्यो कारणले गर्दाखेरि मेरो हेल्थमा पनि अहिले धेरै इम्प्रुभमेन्ट आइरहेको छ। र म आफू पनि धेरै अहिले रिकभर गरिरहेको छु। अहिले धेरै मेरो हेल्थमा पनि इम्प्रुभमेन्ट भएर म धेरै अहिले एकदमै अहिले सन्चो भइरहेको छु। र तपाईँहरू विशेष गरी तपाईँहरू सबैलाई फेरि पनि म धन्यवाद भन्न चाहन्छु। सबैलाई थ्याङ्क यू सो मच मलाई सपोर्ट गरिदिनु भएकोमा। थ्याङ्क यू।